बाप रे बाप तपाईँलाई ठुलो दामी भयो त हेलो गाइस तपाईँ सबैजनालाई फेरि पनि मेरो फेसबुक पेजमा स्वागत छ। आज चाहिँ म नयाँ केही लिएर आएको छु। नयाँ केही लिएर आउँ भन्दा चाहिँ आज चाहिँ म बनाउनु गरेको छु अन्डा नुडल्स। तपाईँहरू देख्छ चाहिँ मेरो हातमा लागिसकेको छ अन्डा नुडल्सको जति पनि चाहिने सामानहरू। यता ल्याऊ छिटो, यता ल्याऊ। मेरो कराई हिट गरिसकेको छु। कराई हिट गरेर मैले अन्डा पनि फुटाइसकेको छु। अब यो अन्डा चाहिँ जान्छ यहाँ मेरो कराईभित्र। दुईवटा अन्डालाई चाहिँ मैले हालिदिएको छु कराईमा। मजाले यसलाई चाहिँ पाक्नु दिनुपर्छ नि त। जस्तोसँगले पाक्नु दिएर चाहिँ यसलाई ट्यास ट्यास बनाएर पल्टाएर एक फल्ड्याङ पल्टाएर चाहिँ अर्को अन्डालाई पनि यताबाट एक फल्ड्याङ पल्टाएर चाहिँ एकछिन पाक्नु दिएर रातो रातो परेको बनाउनु पर्छ नि त हो। कहिले तिम्रो पछ्यौरीमा अल्छे, कहिले तिम्रो चौबन्दीमा अल्छे, कहिले तिम्रो बनाइमा अल्छे। अब चाहिँ म ढाल्न गएको छु त्यसको बाउको प्याज अनि काटेको हरियो खोर्सानी पनि थियो च्यासे हालिदिएँ मैले। क्याबेज पाक्दैन अलिक छिटो हालिदिनु पर्छ। बिटरुट छ अलिकति मेरोमा त्यो हालिदिएँ मैले। अनि क्याप्सिकम थियो च्यासे हालिदिएँ। अब यसलाई चाहिँ वस्तारा उता पारेर चाहिँ बनाउनु पर्छ है त। यसलाई पाक्न छोडिदिउँ, त्यसको बाद रिजल्ट हेरौँ। अब यो भइसकिसक्यो पाकेर भेजिटेबल पाकिसकिसक्यो। अब यसको माथिबाट हाल्ने हो नुडल्स। नुडल्स हालेपछि नुडल्स पनि दिने हो नि त, हल्का मिक्सर दिने हो नि त। यस्तो दिने हो कि यस्तो दिएपछि चाहिँ हल्का नुडल्स तात्यो भनेपछि चाहिँ फेरि यसमा जान्छ अब सामानहरू खतरा खतरा सामानहरू जान्छ। अलिकति सानो ग्यास पार्ने सामान आउँदैछ। पाकिसक्यो। यसमा सामान हाले चिज पनि नुन छ, खोर्सानी छ, मसला छ, अलिकति टेस्टिङ सल्ट छ। छ्यास पारेर यस्तो यस्तो पारेर यस्तो यस्तो पारेर दिने। यसलाई लटापटा पारिदिने चाहिँ कस्तो हुन्छ भने अलिक स्पाइसीमा भनिन्छ नि त। स्पाइसी चाहिँ अहिले गरम छ यहाँनिर, अनि गरम भएकोले गर्दा त्यो स्पाइसीमा हुन्छ। तपाईँहरू यो पनि घरमा मजाले बनाएर खानु सक्नुहुन्छ। जान्नुहुन्छ भने मजाले बनाएर खानु सक्नुहुन्छ। मजाले मसला नुनहरू लाग्ने गरी यताउता फिटफाट गरिदिने, गरिदिने छोडिदिने। अनि माथिबाट हालिदिने कालो सस, त्यहाँबाट हालिदिने चिली सस, हालिदिने टमाटो सस, अनि अलिकति अदुवा लसुनको पानी पनि ठ्यास्सै हालिदिने। अनि फेरि घुमाउने घट्टा घुमाउने। अनि पाकिसकेपछि मेरो धनियाँ हालिदिएँ। मेहनत गरेर बनाएको चिज चाहिँ मेरो रेडी भइसकेको छ, मेरो हातमा आइसकिसकेको छ नुडल्स। अब यो नुडल्स चाहिँ म टेस्ट गर्दैछु। यसलाई चाहिँ म खाँदैछु नि त होइन। बाप रे बाप तपाईँलाई ठुलो दामी भयो त। दामी तपाईँ अगर तपाईँलाई यो भिडियो अच्छा लाग्यो थियो, राम्रो लागेको छ भने तपाईँहरूलाई भिडियो सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। अनि मेरो पेजलाई फलो गर्नु भने फलो पनि गर्नुहोस्। यस्तै ट्रिकहरू तपाईँलाई सिकाउनेछु है त। बाई बाई।